मेरी दिदी आरतीको बिहे भएको 1 वर्ष भइसकेको थियो। दिदी निकै राम्री हुनुहुन्छ र भिनाजु पनि निकै हिष्टपुष्ट हुनुहुन्छ। बिहेपछि दिदी कमै मात्र हाम्रो घर आउनुहुन्थ्यो, किनकि भिनाजुलाई दिदी बिना बस्नै गाह्रो हुन्थ्यो। दिदी र भिनाजु एकअर्कालाई धेरै माया गर्नुहुन्छ र एकअर्का बिना बस्नै सक्नुहुन्न। यो कुरा मलाई त्यो दिन बुझ्मा आयो जब दिदी तिहारमा हाम्रो घर आउनु भएको थियो। दिदी आउनु भएको 1 हप्ता भइसकेको थियो, तर भिनाजुको फोन दिनभरिमा धेरै पटक आइरहन्थ्यो। दिदी अक्सर भन्नुहुन्थ्यो, यति छिटै कसरी आऊँ, केही दिन अरू बस्न दिनुस् न। तर तपाईँ पनि फोन गरेर यस्तै यस्तै कुरा गर्नुहुन्छ, जसले गर्दा मलाई पनि तपाईँको धेरै याद आउन थाल्छ। त्यति नै बेला मम्मी आउनुभयो र दिदीले फोन काटिदिनु भयो। मम्मीले दिदीलाई भान्सामा बोलाउनु भयो, किनकि तिहारको मिठाई, चिउरा र अन्य परिकारहरू बनाउनु थियो। हामी सबै मिलेर बेलुकासम्म आधा कुराहरू बनाइसकेका थियौं र बाँकी मिठाई अर्को दिन बनाउने निदो भयो। साँझ परिसकेको थियो र म झ्यालबाट बाहिर हेर्दै थिएँ। तब मैले देखेँ कि भिनाजु बाहिर उभिरहनु भएको छ। मैले हतार हतार दिदीलाई बोलाएँ। दिदी बाहिर आउने बित्तिकै भन्नुभयो, तपाईँ त साँच्चै आउनु भएछ, मलाई लागेको थियो फोनमा तपाईँले त्यसै भन्नुभएको। यतिमा मम्मी पनि आउनुभयो र भन्नुभयो, पाहुना, जुवाई साहब, तपाईँ कहिले आउनुभयो? कुनै खबर छैन, केही छैन। पहिले नै भनिदिएको भए तपाईँको सत्कारको लागि पहिले नै तयारी गरिन्थ्यो। भिनाजुले भन्नुभयो, होइन सासुआमा, कामले सहर आएको थिएँ, त्यसैले सोचे तपाईँहरूलाई भेटेरै जाउँ। मम्मीले भन्नुभयो, जाने कुरा अहिले नै नगर्नुस्, भर्खर आउनु भएको छ। खानापिना खाएर आराम गरेर बिहान जानुहोला। म तपाईँलाई अहिले बिल्कुलै जान दिन्न। भिनाजु केही बोल्नु भएन र मलाई पनि थाहा थियो कि भिनाजु जानको लागि आएको होइन। त्यतिलै बेला दिदी पानी लिएर आउनुभयो र भिनाजुलाई पानी दिँदै बिस्तारै कानी खुसी गर्नुभयो। मलाई राम्रोसँग थाहा छ तपाईँ केका लागि आउनु भएको। 1 हप्ता पनि बस्न सक्नु भएन म बिना? भिनाजुले मुस्कुराउँदै भन्नुभयो, तिमी छौ नै यस्तै। यो सुनेर दिदी लजाएर मुस्कुराउनु भयो र त्यहाँबाट जानुभयो। केही बेरमा खाना तयार भयो। हामी सबैले सँगै खाना खायौं र कुरा गर्दै रात बितायौं। भिनाजुको ओछ्यान छेउको कोठामा लगाइएको थियो र सबैलाई अब सुत्ने तयारी गर्नु थियो। घरका सबै मानिस आआफ्नो कोठामा सुत्न गएका थिए, तर म, दिदी र भिनाजु अझै पनि सोफामा बसेर टिभी हेर्दै थियौं। टिभीमा हम आपके है कौन फिल्म चलिरहेको थियो, जुन मलाई धेरै मन पर्थ्यो र दिदीलाई पनि। केही बेरमा भिनाजुले हाई काट्दै भन्नुभयो, बाफ रे, मलाई त धेरै निन्द्रा लाग्यो। दिदीले मनमनै मुस्कुराउँदै जवाफ दिनुभयो, त्यसो भए जानुस् न त, छेउको कोठामा तपाईँको ओछ्यान लगाइदिएको छ, आराम गर्नुहोस्, म फिल्म हेरेर पछि आउँछु। भिनाजुको अनुहार हेर्न लायक थियो। उहाँ अलिकति रिसाए जस्तो गरेर कोठातिर जानुभयो। म र दिदीलाई हाँसो उठिरहेको थियो, तर हामीले केही भनेनौं। हामी दुवै फिल्म हेर्नमा व्यस्त थियौं। केही बेरपछि दिदीले मलाई भन्नुभयो, कान्छी, मलाई पनि अब निन्द्रा लाग्यो, म सुत्न जाँदैछु। मैले तुरुन्तै भने, दिदी, यदि तिमी पनि गयौ भने मलाई डर लाग्छ। तिमीलाई थाहा छ नि, राति मलाई एक्लै डर लाग्छ। दिदी अलिकति रोकिनुभयो र भन्नुभयो, ठिक छ, केही बेर बस्छु। त्यति नै बेला भिनाजुले कोठाबाट बोलाउनुभयो, आरती, पानी चाहियो। दिदीले तुरुन्तै भन्नुभयो, पर्ख कान्छी, म तिम्रो भिनाजुलाई पानी दिएर आउँछु। मैले भने, ठिक छ, तर छिटो आउनु ल। दिदी भान्साबाट पानीको बोतल लिएर भिनाजुको कोठामा जानुभयो। मैले सोचे, अहिले आउँछिन्, तर 5 मिनेट बित्यो र घरभरि मलाई कोही देखिएन। डरले गर्दा मैले दिदीलाई बोलाएँ। केही बेरमा दिदी कोठाबाट बाहिर आउनुभयो। उहाँको सारी अलिकति लथालिङ्ग थियो, कपाल बिग्रिएको थियो र सास छिटो चलिरहेको थियो। मैले आत्तिएर सोधेँ, दिदी, यति ढिलो किन गरेको? मलाई डर लागिरहेको थियो। दिदीले हाँस्दै भन्नुभयो, अरे त्यो केही होइन, तिम्रो भिनाजुलाई धेरै तिर्खा लागेको थियो, त्यसैले पानी दिन अलिकति समय लाग्यो। यतिमा भिनाजु कोठाबाट बाहिर आउनुभयो र भन्नुभयो, अरे मेरो फोनको ब्याट्री सकिनै लाग्यो, के तिमी मेरो लागि चार्जर ल्याइदिन्छौ? दिदीले जवाफ दिनुभयो, ठिक छ, हेर्छु, तपाईँ यही बस्नुस्। तर भिनाजुले भन्नुभयो, अरे तिमी हेर, म कोठामा पर्खिन्छु। यति भन्दै उहाँ फेरि कोठामा जानुभयो। दिदी मेरो कोठामा जानुभयो र त्यहाँबाट मेरो फोनको चार्जर उठाएर भिनाजुलाई दिन उहाँको कोठामा जानुभयो। मैले सोचे कि चार्जर दिएर उहाँ तुरुन्तै फिर्ता आउनुहुनेछ, तर केही समय बित्यो र दिदीको कुनै अत्तोपत्तो थिएन। मैले फेरि एकपटक दिदीलाई बोलाएँ, तर कुनै जवाफ आएन। मैले बुझेँ कि सायद दिदी चार्जर लगाएर फोन चार्ज गर्नमा व्यस्त हुनुहोला।
अलिकति डर पनि लागिरहेको थियो। त्यसैले मैले टिभी बन्द गरेँ र आफ्नो कोठामा सुत्न गएँ। तर मलाई निन्द्रा लागिरहेको थिएन। ओछ्यानमा पल्टिएर म आफ्नो फोन चलाउन थालेँ। आधा घण्टापछि मेरो फोन बन्द, डेड भयो। त्यसको ब्याट्री सकिएको थियो। अब म यताउति चार्जर खोज्न थालेँ, तर याद आयो कि मेरो चार्जर त दिदीले लैजानु भएको छ। अब म दोधारमा थिएँ, चार्जर लिन जाउँ कि नजाउँ। निन्द्रा त त्यसै पनि लागिरहेको थिएन र अल्छी पनि लागिरहेको थियो। मैले सोचेँ कि सायद चार्जिङ भर्खर सुरु भएको होला। मनमा नै मैले तर्क गरेँ कि आजकालका फास्ट चार्जरले कति छिटो फोन चार्ज गरिदिन्छन्। तैपनि केही फोन यस्ता हुन्छन् जसको ब्याट्री यति बिस्तारै चार्ज हुन्छ कि जतिसुकै फास्ट चार्जर लगाए पनि समय लाग्छ नै। म सोच्न थालेँ कि एकपटक गएर हेरौँ न त भिनाजुको फोन कति चार्ज भयो, वा फेरि अहिले चार्जिङ सुरु मात्र भएको छ। तर यो विचार मेरो दिमागमा घुमिरहेको थियो कि आखिर म कोठामा जानु हुन्छ कि हुँदैन। मलाई अल्छी लागिरहेको थियो र फोन बिना समय बिताउन गाह्रो भइरहेको थियो। अन्ततः म चार्जर लिनको लागि भिनाजु र दिदीको कोठातिर बढेँ। जसै मैले ढोका खोल्ने कोसिस गरेँ, त्यो भित्रबाट बन्द थियो। झ्याल पनि भित्रबाट पुरै बन्द थियो। तर कोठाभित्रबाट मधुरो उज्यालो बाहिर आइरहेको थियो, जुन सिसाको झ्यालबाट देखिन्थ्यो। मैले सोचेँ सुतिसकेका त छैनन् होला। केही क्षण रोकिएँ अनि दिदीलाई बोलाएँ। पहिलो पटक कुनै जवाफ आएन। दोस्रो पटक फेरि बोलाएँ। तब दिदीको आवाज आयो, के हो, किन हैरान पारिरहेकी छौ यो समयमा? मैले भने, दिदी, त्यो मेरो फोनको चार्जर भित्रै रह्यो। मेरो फोन बन्द भयो, चार्ज गर्नु छ। भिनाजुको फोन चार्ज भइसक्यो भने मलाई चार्जर देऊ न। दिदीले अलिकति रिसाएको स्वरमा भन्नुभयो, अरे भएको छैन फोन चार्ज। तिम्रो भिनाजुको फोन चार्ज हुन धेरै समय लाग्छ। चार्जिङ त भर्खर सुरु भएको छ। तिमी गएर सुत, हैरान नगर। मैले भने, दिदी, जम्मा 10 मिनेटको लागि चार्जर देऊ न, मेरो फोन फास्ट चार्ज हुन्छ। दिदीले जवाफ दिनुभयो, ठिक छ बाबा, ल्याउँछु, त आफ्नो कोठामा जा। म आफ्नो कोठामा फर्केँ। केही बेरपछि दिदी चार्जर लिएर आउनुभयो र भन्नुभयो, यो ले तेरो चार्जर, अब हैरान नगर। जसै मैले चार्जर लिएँ, मेरो नजर दिदीमा पर्यो। मैले अचम्म मानेर सोधेँ, दिदी, तपाईले यो के लगाउनु भएको? यो त भिनाजुको सर्ट हो। तपाईँ त सारीमा हुनुहुन्थ्यो नि। दिदीले लजाएर भन्नुभयो, चुप लाग, म जाँदैछु। यति भनेर दिदी फेरि कोठामा जानुभयो। मैले चार्जरबाट आफ्नो फोन चार्ज गर्न सुरु गरेँ। जम्मा 15 मिनेटमा मेरो फोनको ब्याट्री धेरै चार्ज भइसकेको थियो। मैले सोचेँ, ल अब चार्जर फिर्ता दिएर आउँछु। यदि दिदी सुतिरहनु भएको भए पनि म आफै भिनाजुको फोन चार्जिङमा लगाइदिन्छु। म चार्जर लिएर दिदी र भिनाजुको कोठातिर गएँ। यसपटक ढोका अलिकति खुला थियो। सायद दिदीले हतारमा बन्द गर्न बिर्सनु भएको होला। जसै मैले ढोका खोलेँ र भित्र पाइला टेकेँ, मेरो अगाडि यस्तो दृश्य थियो जुन मैले आफ्नो जिन्दगीमा कहिल्यै देखेकी थिइनँ। मेरा आँखा खुल्लाको खुल्लै भए। मेरोबाट यो धेरै ठूलो गल्ती भएको थियो। मैले भित्र आउनुभन्दा अघि बोलाउनु पर्थ्यो। यो विवाहित जोडी हो भन्ने कुरा म कसरी बिर्सन सक्थेँ? मलाई उहाँहरू दुवैलाई देखेर साह्रै लाज लागिरहेको थियो। तर दिदी र भिनाजुलाई यो कुराको अलिकति पनि अन्दाज थिएन कि म ढोकामा उभिएकी छु र उहाँहरूलाई हेरिरहेकी छु। त्यसपछि जे भयो त्यो थाहा पाएर तपाईँ यति हैरान हुनुहुनेछ कि तपाईलाई ठूलो झट्का लाग्नेछ। कथाको अर्को भाग जान्नको लागि तयार रहनुहोस्। यदि तपाईलाई यो पहिलो भाग मन पर्यो भने हामीलाई कमेन्टमा अवश्य बताउनुहोस्। कथाको दोस्रो भाग चाँडै ल्याउने कोसिस गर्नेछु। बस एउटा लाइक गरिदिनुहोस् र मेरो काम हो कथाको अर्को भाग तपाईसम्म पुर्याउने। भिडियोमा 1000 लाइक हुने बित्तिकै पार्ट 2 आउनेछ। धन्यवाद।